आम्मामा यो त यार तातै होला त त्यो त ओइ यत्रो निल्छ त ल सलत्तै पार्दै यार नगर है नगर अहिले आउँछ फेरि सिधै अब लास्ट अप्सन यही हो है हाम्रो धपाउनु हो भाग्यो भाग्यो यहाँको छु लास्ट अप्सन someone is coming केटाहरू है क्या हो क्रिपेस बाहुबली लाइट चाहिन्छ भनेको थियो लाइट देखाउँदा त सकेन तिमीले क्रिपेसको त यहाँ आगो तिमीले आगोवाला भने हो धुवाबाट भने होइन खोइ त नि र आगो बाल्नको लागि म चाहिँ यहाँ दाउरा चिर्न थाल्छु है दामी छ यार म्यारिनेसन पनि दामी भएछ दामी बनाउँछ जस्तो छ क्रिपेस सेफले ल गाइस हेर्न सक्नुहुन्छ एउटा डल्ला खसेको छ ल मेरो पिस त होइन नि पोलेको भएको केही हुँदैन बिचरा पोलाउन केही हुँदैन त्यो खरानी ओ भयो नि त नि फर्को भाइ आगो अलिक ठुलै भयो कि यता ओए डराइसक्यो साइडमा राखेछु भन्दै तर दामी भयो यार यो पिस सो गाइस आजको भिडियोको सुरुवात चाहिँ यस्तो जङ्गलको बिचमा है एक्लै चलाइरहेको छु गाडी अनि ट्याक्कै हेर्न सक्नुहुन्छ कन्भर्टेबलको छट खोलेर होइन डर पनि लागिरहेछ मनमा अनि अब भ्लगको सुरुवात चाहिँ आज यसरी भयो है हामी चाहिँ खास गरी साथीहरू 3 जना क्याम्पिङको लागि आएको है अनि त्यसपछि यो ठाउँमा चाहिँ नेटवर्क आउँदैन कि हामी आउने ठाउँदै चाहिँ यहाँ त्यही 2 घन्टा जति लाग्थ्यो अनि त्यही 1-1.5 घन्टासम्म चाहिँ नेटवर्क आउँछ त्यसपछि आधी घन्टा 40-45 मिनट जति बाटो चाहिँ नेटवर्क आउँदैन कि अनि केटाहरूलाई नेटवर्क नआउने बाटोमा चाहिँ सँगै जानुपर्छ भनेको अनि बाटोमा यसो सुसु नै आइरहेको थियो अनि सुसु गर्ने ठाउँमा रोक्यौँ अनि त्यसपछि सँगसँगै जानुपर्छ भनेको है बाटोमा सुसु गर्न रोकेँ केटाहरू अगाडि गएको पनि देखिनँ मेरो गाडीको पछाडि नै थिएँ है त्यो गाडीमा चाहिँ 2 जना हो कि यो गाडीमा चाहिँ म एक्लै छु हेर्न सक्नुहुन्छ अनि ठ्याक्क अनि रोकेर केटाहरू आउँछन् कि भनेर कुरिरहेँ आउँदैन 10-15 मिनट भइसक्यो त्यसपछि अगाडि गइसकेँ कि भनेर आएँ अगाडि आएर यहाँ इन्टरसेक्सनमा नि केटाहरूले कुर्या होला भनेर सोचेर बसेँ म एकछिन केटाहरू त्यहाँनिर रहेछ है अनि यहाँ पछाडि आइहाल्छ कि भनेर नि बसेँ त्यहाँनिर रहेछ अनि एक्लै गइरहेको छु अब हामी चाहिँ द बेसिन क्याम्प ग्राउन्डमा गएको है क्याम्पिङ गर्नलाई चाहिँ ठ्याक्क क्रिपेसले म्यासेज त पठाएछ क्रिपेस र सुदीप हो 2 जनाको नाम चाहिँ क्रिपेसले म्यासेज त पठाएछ बेसिन क्याम्प ग्राउन्डमा 8:17 मा पुग्छु भनेर है अहिले टाइम हेर्न सक्नुहुन्छ एकछिन है त टाइम हेरौँ 8:50 भइसक्यो है 8:50 भनेपछि केटाहरू अघि आधी घन्टा अगाडि पुग्यो होला भनेपछि त त्यो हिसाबले त कति बेला अगाडि गए नै थाहा भएन कि मेरो पछि आइरहेको थिएँ है हामी पेट्रोल हालेर ठ्याक्क निस्क्यौँ सँगै निस्किएका थियौँ मेरो पछाडि थिए केटाहरू कति बेला अगाडि गए नै थाहा भएन यार अब छन् कि छैनन् केटाहरू क्याम्पिङ गर्ने ठाउँ त यही हो है आइपुग्न लाग्यो जस्तो लाग्यो अब धेरै टाढा त छैन अब 1 किलोमिटर 1.5 किलोमिटर होला बढी भयो है अब वहीँ गएर हेरौँ केटाहरू छ कि छैन सो गाइज क्याम्पिङ गर्ने ठाउँमा चाहिँ आइसकेको छु म तर यहाँ केटाहरूको गाडी नै छैन कि केटाहरू आइपुगेकै रहेनछ यार अझै अब के गर्ने होला कि कन्फ्युजन भइरहेछ कन्फ्युजन भइरहेछ कि केटाहरू अब कहाँ हो के हो यार केही पनि थाहा छैन गिद्दी भयो यार अब एकछिन कुर्ने भाइ केही उपाय लागेन मलाई माथि गएर नेटवर्क आउँदैन 40-45 मिनट जानुपर्छ माथि है केटा हो तिमीले धोका दियौ मलाई आज किन यस्तो धोका दिएको म एक्लै डराइ आएँ यत्रो बाटो गाइज समवन इज कमिङ केटाहरू हो क्या हो खोलेर हेर्नु पर्यो यार एकचोटि रेकर्ड त्यसरी नगर्नु पर्ने हो फगलाइट पनि छ यार फेरि केटाहरू नै हो जस्तो छ बालिरहेको ब्लिङ्क लामो जस्तो यत्रो के हो साथीहरू कता गायब हो कि 8:17 मा आउने 8:17 मा आउने भनेर कहाँनिर
केही न केही काण्ड त गर्दै जस्तो लागिरहेको थियो मलाई म्यासेज आएको थियो कि ओइ ओइ त्यहाँ मान्छे छ है त्यो उयो नगर है डिस्टर्ब त अब यिनीहरूलाई डिस्टर्ब त डेन्जर हुन्छ अब के गर्ने हामी अलि माथि माथि बस्नु पर्ला है हामी चाहिँ त्यहाँ माथि त्यो आगो बाल्ने ठाउँ पनि छ के क्रिपेस बाहुबली बाहुबली यता 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 तलतिर खाने यता सहिलो हुन्छ झिक्नलाई क्रिपेस त बाहुबली नै हो यार तर डोमिनोजको झोलामा ओ मोमो भाँडाकुँडा होइन चियर डोमिनोजको चियर लिएर तुहेज ग्रिल स्रिल हाल्ने ल सही हो क्रिपेस बाहुबली हो क्या त जो अब पानी पनि लिएर आउँदै यसरी नि ब्लग भइसक्यो ल फाइनली गाइस टेन सेटअप गरिसक्यौँ हामीले अब लास्ट एउटा हाल्न बाँकी छ कस्तो नसक्यो हो यति छिराउन पनि यार मलाई त भनिरहेको थियो त लाइट चाहिन्छ भनेको थियो लाइट देखाउँदा त सकेन तिमीले थाहा छ क्रिपेसको उता हाल्दै गर है त क्रिपेसको उता आगो आगो तिमीले आगोवाला भने हो धुवाउडो भने होइन खोइ त नि धुवा मात्रै उडाएर बसेको छ ऊ तरकारी केलाउन थालिसकेछ गुन्द्रुक केलाइरहेछ सो गाइस अब यहाँ बेड फुलाउने काम हुँदैछ ट्याक्क यहाँ सिगरेट लाइटरमा जोडेर है क्रिपेसले आमामा चटपटी मजाको बनाएछ चटपटी के भन्छ यसलाई भुजै छैन के भन्छ क्रिपेस यसलाई नयाँ डिस साँधेको विथ भेजिटेबल्स चट्टपट्ट बनाएको छ दामी लाग्यो है नेपालमा गएर चटपट खोल्ने हो आगो बिचरा हेर त बाल्न नसकेर भाइले यस्तो छ अवस्था खोइ तर हामी त ओ स्निकर थ्याङ्क यू यार तर मेरो हातमा दुइटै हातमा सामान छ हामी तिनजना छौँ यो चारा चम्ची कसरी आयो भने कराएर के हो रक्के ल्याएर चम्ची ल्याएर हालिसकेछ यहाँ ओके नभन त खाइसके जस्तो छ यो त अलिक टन्नै थियो त यार अलिक घट्या पनि रहेछ लाइट हेर्नुपर्छ यार कसो काले पनि बाहिर लाइट हालेर बसेको थियो नि यहाँ छैन मिली बनाएर बसेको थियो लाइट झन् अट्र्याक्ट हुन्छ नि प्रेडेटरहरू होइन के रहेछ क्युरियस भएर आउँछ भएको छ बल्ल मजा भयो नि त अब ट्याक्क आगो नि बल्यो है लभली ट्याक्क खाँदै अब इस यस्तो दोस्तीमा माया प्रेमी तर यो चम्ची सानो भए पनि फाइदै भयो नि शीतल अलिक धेरै रहेछ ठिक छ नि ठोकेन भनौँ नभए त शीतल त पहिला लास्टै चाँडो सकिने यार अति त नभन लास्टमा मलाई दोष लगाइदिएर भने आगो यता बाल्या छ है यता ग्यास बालेर बनाएको छ कि अब के भन्ने के अब बढी दिमाग लागेपछि यस्तै हुन्छ एउटा बार्बिक्यु गर्ने एउटा पकाउने कस्तो घरमै बनाएर खाँदा भइहाल्यो नि यत्रो चाहियो भयो त सब कुरा पनिम सब कुरा रेडी गरेर गरिदिउँ त्यो फोड्छ है फोड्छ सबै गरेर धोएर ल्याऊ सब गरेर रेडी गरिदियो चलाइ पनि देऊ होला होइन एकछिनपछि अब हाल नि त यहाँ उसमा पानी त हाल नि त भागो त्यति हालेर अब गुजुटु बेसार हाल्न नबिर्छ है हल्का रातो भएपछि तर मासु बनाउनु लाग्यो होइन र सुरुमा मासु हाल्नु पर्दैन नि त डढ्छ नि त प्याज हालिहाल मासु अब मासु हालिहाल दन्किरहेछ आगो लो फ्लेममा छ भन्छ मलाई हो त गुडे हाल न अब के गर्ने हो र त्यो भोलि बिहान पकाउने होइन खेर मात्रै जानु कहीँ मलाई नदेऊ न 10 दिन भएर जे नि मलाई दिने
नान है यता टक्क मासु आमामा उयो सबै नदेऊ न यार सकिन्ला यता ल्याउ नयाँ कसम कत्रो सबै लग्यो यार सबै दियो फेरि एउटा झ्याप भएर निन्द्राले हेर हेर पाखेलाई पाउरोटी भने त्यही हो है ए चिज पो हो सरी बाटो मुत्तु आएको के त्यही भएर जहाँ गएँ त्यति ल बिहानी भइसकेको छ सूर्यदोषी मस्त चिल हानिरहेछ टक्क आगो बाल्ने प्रोसेस जारी छ म यो सानो यो फायर स्टार्टर बनाउँदैछु क्रिपेस मस्त अझैसम्म सुतिरहेछ एकछिन सुत्न दिउँ क्रिपेसलाई बिचरा कति दिनको निन्द्रा पुगेको छैन त्यहाँ तल एकजना नि क्याम्पिङ आएर रहेछ ऊ जानलाई रेडी हुँदैछ एक्लै आएर रहेछ र आगो बाल्नको लागि म चाहिँ यहाँ दाउरा चिर्न थाल्छु है सानो टुक्राहरू पार्छु यति बेलासम्म सुदीप चाहिँ उठिसकेको हुन्छ अनि क्रिपेस चाहिँ सुतिरहेको हुन्छ यति बेलासम्म पनि अहिले चाहिँ लगभग 8:30 जति बजेको हुन्छ है अनि हामी चाहिँ टक्क आगो बालेर सुदीप र म चाहिँ चिया बनाउनुतिर लाग्छौँ अनि अर्को भन्ने कुरा चाहिँ के भएको थियो भने क्रिपेसले चाहिँ हिजो चिनीको सट्टा पिठो लिएर आएछ है झुक्केर अनि हामीले न्युटेला लिएर आएको थियौँ त्यही न्युटेला हालेर चिया बनाउन ट्राई गर्छौँ यहाँ हेर क्रिपेस हिजो आगो बाल्न नसके होइन यसरी बाल्नुपर्छ देख्यो आगै हेरै दन ठिक मैले बालेँ अरे बिहान बिहानै दाउरा काटेर बालेपछि मस्त सुतिरहेछ साथी 2 दिन भयो नसुतेको भनेछ सुतोस् एकछिन बिचरा आज फाइनली छुटकारा पाएको काम थियो कि होइन नाइट काम गर्नेलाई पनि गाह्रो छ उठकै निन्द्रा पुगिसक्यो हो अब त कृपेश तिम्रो लागि हर्चकले रेडी छ यहाँ यस्तो दामी बनाएर राख्दैछ हिजो कृपेशले यार चिनी हाले भनेर पुरै पिठो हालेर ल्याएर आएछ थाइट अनि लास्टमा न्युटेला हालेर हट चक्लेट बनाएर खानु पर्यो बिहान बिहानै अब दुबई बिस्कुट ट्राई गर्न गइरहेको छु म दामी देखिया त हेर्दा त यार के हो यार माया कसम है क्रन्ची छ त बिस्कुट त कारिएफ र पिस्ताचुबाट बनाएर क्रिमहरू के हो त कत्ली के हो त्यो सुरु यो हुन्छ नि कारिएफ ए के भन्छ केसर हैन त्यस्तै एउटा धागो हुन्छ कि एउटा केसर टाइपको हो त्यसले क्रन्ची भयो होला के खास चाहिँ वाउ त लाग्यो नि है ओरिजिनल हैन नि त टी प्लस भन्नेले बनाएको मेड इन इन्डिया होला उसले हुनसक्छ म गाडीहरू लस्क लागेर आएँ यार कति धेरै आऊ अघिदेखि गइरहेछ कि अफ रोडिङ हान्नुलाई गएको जस्तो छ यार ट्रेलतिर सबै आरामले चलाइरहेको कि स्लोली क्या दामी देखेको यार सामान पास हुँदैछ यहाँ डक्टर ड्राइभिङ खेल्नु पऱ्यो त्यो अब नेटवर्क नआएको ठाउँमा आउँदा पनि है सुखा छैन टी सर्ट त डेन्जर छ त हो तिम्रो केन वेस्ट होइन हो कानिए वेस्ट होला कस्तो हेन्सम हो कि सुदीप आमा अब गाडी स्टार्ट गरिसक्यो र यति बेला चाहिँ कृपेश पनि उठिसकेको थियो अनि हामी चाहिँ टक्क चिया खाँदै आगो बाल्दै गफ गर्दै रमाइलो गरिरहेको थियौँ ल अब चाहिँ बार्बीक्यू हान्नलाई रेडी गरिरहेछ दन्ती बाल्नुपर्छ है आगो चाहिँ
मासु हिजोको बाहिरै राखेको छ बिग्रिसक्यो कि टेम्परेचर अहिले त 25 एभर पुगिसक्यो होला गर्मी भइसकेको छ के होला जस्तो छ है अब चाहिँ होइन र दामी छ यार म्यारिनेसन पनि दामी भएको रहेछ दामी बनाउँछ जस्तो छ क्रिपेस सेफले आजको यही होइन हाम्रो लन्च ल गाइस हेर्न सक्नुहुन्छ एउटा डल्ला खसेको छ ल मेरो पिस त होइन नि पोलेको भएको केही हुँदैन बिचरा पोला न केही हुँदैन त खरानी ओ भयो नि त नि फर्को उयो आगो अलिक ठुलै भयो कि एउटा यार मैले त साइडमा राखेको छु नाच्नु ओए डराइसक्यो साइडमा राखेको छु भन्दै तर दामी भयो यार यो पिस फ्ल्यापी विङ्स सुदीपको फ्ल्यापी विङ्स हेर्न सक्नुहुन्छ गाइस बेबी भन्थ्यो कि फाइनल्ली क्रिपेसले गर्छ तर गर्न चाहिँ काम चाहिँ गर्छ कि क्रिपेसले हिजो चाहिँ केही गरेन त्यसपछि क्रिपेसले मजाले मासु हालेर बार्बिक्यू हान्न थाल्यो है अनि हामी एक प्लेट मासु बनिसकेको थियो खाँदै गफ गर्दै बस्यौँ एकछिन नाच्दै हुनु सुदीप पल्टन बा खोइ माइक कहाँ पुऱ्याइदिएको उसवाला फरवाला होइन फाइनली गाइज मैले एउटा गरिबको बच्चा भेटाइसकेको छु ओइ मेरो हात अटोमेटिकली क्रिपेसतिर गयो यार फोकस गरिबको बच्चा भन्ने के भयो यार यस्तो मलाई त पापै लाग्छ होला यार क्रिपेस सरी आफै गएछ भने क्रिपेसतिर फोकस आइएम रियली सरी क्रिपेस त्यसको लागि यो कसरी भन्नु त्यसको लागि म माफी चाहन्छु फाइनली गाइज मैले एउटा गरिबको बच्चा भेटाइसकेको छु मैले त सहयोग गरेँ सक्दो सहयोग गरिदिनु होला गर्छ कि मान्छे मार्न पाइन्छ ल कुन गाना हो एउटा ल कुन गाना भन त त्यति उयो मार्नलाई जात्रा भएको छ कि एउटा प्लेट मार्न डिसवासिङ लिक्विड ल्याउनु पर्दैन अनि डिसवासिङ लिक्विड उयो नि लिएर आउनु पर्ने होला होइन म बाटोमा मुद्दिनँ क्या यार किन हो यस्तो आउने डिसवासर पनि अर्को पालि आउँछ डिसवासर नै लिएर आउनु के ट्याक्स ब्रो के गर्यो क्या यार यस्तो यार मलाई धुवामय बनाइदिने खरानीले मार्न लाग्छ खरानीले मार्न लाग्छ मजाले मस्काऊ है प्रिमिटिभ वेमा क्याम्पिङ हान्नुमा आज भनेको मान्छु भने पहिला रेन वाटरले मजाले मस्काएर आऊ अनि त्यसपछि हल्का टिस्युले पुसौँला अर्को पानीले मिनरल वाटरले माझौँला के तिमी जान्ने हुने तिमी अब ठुलो बडाले भने मान्दैन अब बच्चा पानी खनाइदियो त क्रिप मेरो त कुर्ची कब्जा हानिदिइसकेको सुरु गरौँ कब्जा अनि आउँछ मजा तिमीले कामै गरेन कि लास्टै अल्छी भयो क्या आनन्दले बस्न पाएर त्यही भएर मैले तिमीलाई सजाएँ रोको पानी फारो बनाउने हो क्या खनाको खनाइ नगर हाल न एकान्तमा रुनु त सधैँ छ कति हजारमा किने हो गिटार कति हजारमा किने हो गिटार चाहिँ
रात त्यसै ढल्किँदैछ पातली त्यो मधुर ओठ छाप बनी बस्यो यो दिलैमा पातली त्यो मधुर ओठ त्यो चाहिँ प्यारै गायो है यो त सुनेको थिएन मैले छाप बनी बस्यो यो त्यो त हो कि पातली त्यो मधुर ओठ भन्ने मिले कति दाँतका पङ्क्ति मिले कति दाँतका पङ्क्ति मोती बन्यो करिलो मायामा गाजलुती ठुला ठुला ब्याक भयो क्या गिटार यो मन एक्लै गुनगुनाउँछ अतीतका तिरुङहरू कति खुरे तडपिरहे पर्खी तिमी आएनौ वेदनामा गीत कोरे फर्की तिमी आएनौ वेदनामा गीत कोरे सुनिदेऊ यो गीत मेरो अमर रहोस् यो प्रीत हाम्रो मेरो पिस चाहिँ यहाँ छ तिम्रो फ्ल्यापी विङ्स लग नि त तिम्रो त फ्ल्यापी विङ्स हो नि म खान्छु लेग पिस नै खान्छु नि फ्ल्यापी विङ्स खाऊ न अट्ठा कता लास्टै तातो रहेछ है टिस्यु मलाई नि देऊ त थोरै यार टिस्युले समात्नु पानी हाल न छिटो त पोलिसक्यो मान्छेको दाँत पोल्या ब्लग बनाउनु पर्यो मान्छे मरिरहेको तिमी हेल्प गर्नु छोडेर तिमी भिडियो बनाएर युट्युबमा हालेर बस्छौ कन्टेन्टको लागि त्यसले कस्तो दामी खाउँ खाउँ लाग्दो बनाएको थियो हेर हेर सब डढाएर यस्तो दामी बनाएको डढा छ नगर कि खाऊ घाम भयो यार मलाई त छिट अब हेर है अमृत बिचको बाला म यहाँ बसेर हेरिरहन्छु कहाँ छ र अलिक पर हो लिजर त उहाँ छ पिङ खेल्ने हो अब एकछिन भाँचिन लागेको सुकेको हाँगामा राखेको छ ओइ कस्तो बाङ्गो गा हो अलिअलि भयो नि हावा यार यस्तो गर्मी भइसकेको थियो हामी क्याम्पिङ हाने चाहिँ त्यहाँ हो है दामी छ यहाँ ठाउँ त हैट ट्याक्कै यहाँ तल गाडी राख्ने ठाउँ छ धेरै टाढा पनि छैन गाडी राखेको ठाउँदेखि यहाँ टोइलेट भयो है फेसिलिटीहरू चाहिँ दामी छ जे होस् अनि यहाँ ट्याङ्कीमा रेन वाटर पनि छ यसो भाँडासाँडा धुनलाई खुट्टा सुट्टा धुन हात धुनलाई हुन्छ उफ थाके यार दामी छ फरेस्ट चाहिँ अब ट्याक्क यसपछि सर्ट हाइक जान्छौँ हामी यहाँ तल एउटा ट्रेल छ है हाइकिङ साइकिङ जानलाई द बेसिन क्याम्प ग्राउन्ड छ यो ठाउँ त पहिलाको पालि आउँदा चाहिँ यो लिजर्ड गाडी उहाँ हालेको थियो मेरो गाडी फसाएर अनि तनाव भएको थियो योभन्दा अघिल्लोको पालि आउँदाखेरि ठ्याक्क अनि आज 1 मन्थ पछि आइएको छ दामी भइरहेछ आज चाहिँ जे होस् काण्ड गाडी चिरमा सुतिरहेछ काण्ड मचाएर यता गाडी हाल्ने होइन कहाँ गयो होला गाडी ठ्याक्क छेलिदियो यता खाडीतिर गाडी हाल्ने अनि आनन्दले सुत्ने यो अन्त जिन्दगी त क्विक अपडेट गाइस गाडी हेर्न सक्नुहुन्छ फसिसकेको छ तल यस्तो छ है यहाँ तल यस्तो फस्या छ कि पुरै यार ठ्याक्क कसरी निकाल्ने होला आज सो गाइस हेर्न सक्नुहुन्छ यो चाहिँ ठ्याक्क 1 महिना अगाडिको क्लिप हो अनि यति बेला चाहिँ सुजिकले मेरो गाडी फसाएको थियो है खाल्टोमा हेर्न सक्नुहुन्छ हामी टक्क त्यहीँ क्याम्पिङ आएको स्ट्रेन्जरहरूसँग हेल्प मागेर निकाल्न ट्राई गरिरहेको थियौँ अनि यो ठाउँमा चाहिँ न टोर लगाउने है न नेटवर्क आउने अरूले हेल्प मागौँ भने पनि
एकदम तनावग्रस्त क्याम्पिङ भएको थियो है। ब्रेक है तिम्रो गाजर सामानहरू प्याकिङ गर्दैछौँ अब है। अब चाहिँ यो सामानहरू प्याकस्याक गरेर ट्याक्क हाइकिङ जान्छौँ हामी। छेपारो चाहिँ अति आउने है, तर मासु गन्ध सुँग्ने बित्तिकै आइहाल्ने क्या। आम्मामा बाँकी रहेको लेग पिस त खाइदियो त यार। सामान कसरी प्याक गर्ने अब यत्रो छेपारेको छेउमा। टिपिस न धपाएर आऊ यार। सबभन्दा अलिक भाग्ने अघि क्रिपेस नै थियो नि छेपाएर आउँदा। त्यसले त्यो डस्टबिन त्यो हाम्रो फोहोर फ्यालेको नि खोल्न सक्छ यार। त्यसलाई धपाउनु पर्छ यार। हेर त ल त्यो दुलो पारेर खान थाल्यो भने त गिद्दी हुन्छ फेरि। हेर त अब त डस्टबिनै खोतलेर खान थालिसक्यो यार। ल ल थाइट कसरी खेदाउने कि भाग्दैन भने। क्रिपेसकै उपाय निकाल न यार छिटो। भगाउनु पऱ्यो कि क्रिपेस जसरी नि। अब फेरि त्यो हाल्नुपर्ने भयो यार। सब फोहोरहरू थुपार राखिसकेको थियो। आम्मामा यो त यार तातै होला त त्यो त। उही यत्रो निल्छ त। ल चलत्ते पार्दै यार। अझै हेर्दैछ मायाको समय। त्यही भएर सबै फाल्नु पर्थ्यो क्या अघि झरेको थियो। नगर है नगर, अहिले आउँछ फेरि सिधै। अब लास्ट अप्सन यही हो है हाम्रो धपाउने। हो भाग्यो यहाँको छु लास्ट अप्सन। यो हो नि त। ल ल ल केटा सामान लिइहाल त, मैले यहाँ अड्काउँदै गर्छु। हेर माथि नै पुग्यो। बल्ल ल केटाहरू सामान लिइहाल्यो यही मौका। छिटो 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 हेर त त्यो पर पुऱ्याएछ यार। त्यो त तानेर लगेर छिटो न सामानहरू झिकिहाल न। म आउनु दिन्न कि त्यसलाई ढुक्क। मैले गर्न लाथेँ त्यहाँ। अब त्यसलाई म यही टुङ्गो तल आएर राख्छु कि। छिटो सामानहरू गर न केटाहरू, प्याकस्याक गर न छिटो। ल गाइस क्याम्पिङ पनि टुङ्गिसक्यो। अब चाहिँ लाग्दैछौँ सरर घरतिर है। अहिले चाहिँ ठ्याक्क भन्नुपर्दा 1:50 भयो, 2 बज्नु लाग्यो ठ्याक्क। अब यहाँदेखि 1.5-2 घन्टा तिम्रो घर पुगिन्छ। क्याम्पिङ चाहिँ एकदम रमाइलो भयो है त। दामी मेमोरेबल भयो। सब म्यानेज वेमा, केही काण्डसाण्ड केही भएन है। पहिलाको पालि चाहिँ साथीले पुरै झ्याप भएर गाडी खाल्टोमा हालिदिएको थियो मेरो। एउटा मात्र गाडीमा आएको थियौँ, तनाव भएको थियो है। यो पालि चाहिँ जे होस् रमाइलो भयो। अब चाहिँ सरर जङ्गलको बाटो हुँदै घरतिर फर्किन्छौँ हामी है। साथीहरू अलरेडी अगाडि गइसकेका थिए। अनि फर्किँदाखेरि बाटो चाहिँ अलिअलि ग्राभेल छ है, 4-5 किलोमिटर जति। अनि बेलुकीको 5 बजे चाहिँ 2जना साथीहरूको काम थियो है। उनीहरूको काममा नि पुग्नुपर्ने थियो। अनि सिडनीको बिजी लाइफस्टाइल छोडेर एक दिन भए पनि सब कुरा भुलेर आनन्दले क्याम्पिङ आउँदा छुट्टै आनन्द आइरहेको थियो है। म चाहिँ यहाँ गाडीको छत खोलेर मजाले नेचरको आनन्द लिइरहेको थिएँ। र केही बेरको कच्ची बाटो पछि पिच बाटो आइसकेको थियो है। अनि बिस्तारो आफ्नो रफ्तार बढाउँदै हामी सिडनीको नजिकतिर गइरहेको थियौँ। र म आफ्नै सुटले अगाडि बढिरहेको थिएँ। अनि अर्को गाडीमा भएको साथीहरूसँग चाहिँ मेरो सम्पर्क थिएन, नेटवर्क नभएको कारणले। अगाडि बढ्दै गर्दा ठ्याक्कै एउटा ग्यास स्टेसनमा साथीहरू पुगेर बसिरहेको रहेछन् है। गाइज सर्ट स्टप होइन, रेस्ट अब एकछिन हान्ने।
यो के अचम्मको चिज लिएर आएछ केटाले के हो नाम त भन चिज केक हो यो चिज खाने यार चिजै चिज चिज केक एप्पल जुस ओरेन्ज हो यो चम्मच लिएर आउनु भने लभली चम्चा चाहियो नि त यार ए उसमा छ त हामीसँग स्टकमा चम्चा त लिएर आऊ त जाऊ न 3टा चम्चा लिएर आऊ न कसरी खाने त यो चिज केक खाएपछि चाहिँ फेरि हामी यहाँ सिडनीतिर अगाडि बढ्छौँ है अनि त्यसपछि साथीहरू चाहिँ कामतिर जान्छन् अनि म चाहिँ आफ्नो घरतिर जान्छु है बिच बाटोदेखि छुट्छौँ हामी त्यति भन्दै आजको क्याम्पिङ भ्लग चाहिँ हाम्रो यहीँ टुङ्गिन्छ है त